यो सबै कुरा भने को हो भन्दाखेरि यही कनकमुनि दीक्षितदेखि लिएर सेतो पार्टीको अमित ढकालदेखि लिएर यिनै हुन्। सहकारीमा आबद्ध बचतकर्ताको ठगिएको सम्पूर्ण रकम सरकार मार्फत फिर्ता गराइनेछ। देशमा भ्रष्टाचार गर्ने पुराना दलका नेतालाई साथ दिने बिचौलिया दलाल तस्कर व्यापारीहरूको सम्पत्ति छानबिन गरी विदेशमा लुकाइराखेको सम्पत्ति फिर्ता ल्याई गरिब नेपालीको ऋण तिरिनेछ। साथै एनजिओ र आइएनजिओ को दुरुपयोगलाई समाप्त गरी देशबाट लखेटिनेछ। स्वाभिमानी आत्मनिर्भर र भरपर्दो शासन प्रणाली र भरपर्दो नेपाल र नेपाली स्थापना गरिनेछ। त्यो एकता अन्तर्राष्ट्रिय सम्बन्ध सबै छिमेकी राष्ट्रहरूसँग भाइचारा स्नेह र मित्रवशको सम्बन्ध कायम गरी हाम्रो भूमि कुनै पनि छिमेकी विरुद्ध प्रयोग हुन दिने छैन। विदेशका जेलमा रहेका करिब 7,000 भन्दा बढी नेपाली युवा र विदेशका डान्स बारमा र कोठीहरूमा बेचिएका हजार युवतीको सकुशल उद्धार गरी घर फर्काउने पहल गर्दैछ। नेपाली सेना, सशस्त्र प्रहरी, नेपाल प्रहरी, राष्ट्र सेवक कर्मचारी र शिक्षकहरूको मासिक तलब भत्ता न्यूनतम रु 1 लाख कायम गरिनेछ। हामी मन वचन कर्म र आत्मा सहित यो सफल लिन्छौँ कि राजनीतिलाई व्यापार होइन सेवा र राष्ट्रभक्तिको साधनाका रूपमा ग्रहण गर्नेछौँ। देश र नागरिकको कल्याणका लागि सधैँ सत्य, धर्म र समर्पणका मार्गमा अटल रहनेछौँ। असतोमा सतगमय, तमसोमा ज्योतिर्गमय, मृत्युमा अमृत गमय। ओम शान्ति शान्ति। जय श्री पशुपतिनाथ की, पशुपतिनाथ की, आराध्य भगवान पशुपतिनाथ की, हिन्दू राष्ट्र नेपाल, अब आजदेखि हिन्दू राष्ट्र भयो है साथी हो।